के तपाईहरूलाई विश्वास लाग्छ? एउटा देशले एउटा पनि रुख नरोपिकन एउटा विशाल मरुभूमिलाई विशाल जङ्गल बनायो। हो, एउटा पनि रुख नरोपिकनै यो देशले मरुभूमिलाई जङ्गल बनायो। न त कुनै ठुला ठुला मेसिन, न त अरबौँको लगानी। आजको यो भिडियोमा रहेर हामी अफ्रिकाको त्यो अद्भुत सत्य बताउनेछौँ जसले पुरै संसारलाई चकित बनाएको छ। जब 2006मा इथियोपियाले एउटा मरुभूमि जस्तो ठाउँमा एउटा पनि रुख नरोपी हजारौँ हेक्टरको जमिनमा विशाल वन बनाउने घोषणा गर्यो, तब यो खबरले उसलाई हाँसोको पात्र बनायो। मानिसहरूले यसलाई एउटा असम्भवको कथाको रूपमा लिए। 1980 र 90को दशक इथियोपिया भनेपछि संसारले सम्झिन्थ्यो भोकमरी, सुक्खा, कुपोषित बालबालिकाहरू। समाचारमा सधैँ एउटै दृश्य दोहोरिन्थ्यो, आमा रोइरहेकी, बच्चा कुपोषित, खेत बन्जर। जमिन यस्तो थियो कि मानिसहरू भन्न थाले, अब यहाँ केही पनि उब्जदैन। विश्वले फैसला सुनायो, इथियोपिया मरुभूमि बन्दैछ। यस्तो अवस्थाबाट गुज्रिरहेको देशले आफ्नो सुक्खा जमिनलाई रुखै नरोपी हरियाली बनाउँछु भन्नु विश्वास गर्न लायकको कुरा पनि त थिएन। रुखै नरोपिकन जङ्गल बनाउँछु भन्ने अलौकिक सपना भन्दै अखबारहरूले खबर छापे। मानिसहरूले यसलाई एउटा मजाकको विषय बनाइरहे। तर अचम्म त तब भयो जब 10 वर्षपछि त्यही सुक्खा भूमि हरियो वनमा बदलिएको थियो। नासाका उपग्रहहरूले पहिले मरुभूमि देखेको भूभाग अब जीवन्त थियो। जुन ठाउँमा माटो चिरा चिरा परेको थियो, जहाँ पानी नपरेको वर्षौँ भएको थियो र जुन ठाउँमा रुख देख्नु भनेको सपना जस्तो थियो, अब त्यही ठाउँमा हरियाली छ। घना रुखहरू छन्, चराचुरुङ्गीहरू कराइरहेका छन् र मानिसहरू खेतीपाती गरिरहेका छन्। तर अझ अचम्मको कुरा त यो जङ्गल बनाउन अघि भनेको जस्तै एउटा पनि रुख रोपिएको थिएन। आखिर यति ठुलो उजाड भूमिमा रुखै नरोपी जङ्गल बन्यो त बन्यो कसरी? यो अद्भुत रहस्यको बारेमा थाहा पाउन तपाईँले हाम्रो भिडियो पुरा हेर्नै पर्छ। यसमा भनिए जस्तो इथियोपिया पहिलेदेखि नै सुक्खा मरुभूमि भने थिएन। पहिले, आजभन्दा धेरै पहिले इथियोपिया स्वर्ग जस्तो थियो। घना वन, बग्ने नदी, स्वतन्त्र जनावरहरू। तर मानवीय लालचले वन नष्ट भयो, रुखहरू काटियो, पहाड उजाड बनाइए, माटो सुक्दै गयो र जमिन फाट्दै गयो र अन्त्यमा यति राम्रो स्वर्ग जस्तो भूमि मरुभूमिमा परिवर्तन भयो। बिरुवा नरोपिकन जङ्गल बनाउनुभन्दा अगाडि बिरुवा रोपेरै जङ्गल बनाउने असफल प्रयास गरिएको थियो। विदेशी संस्थाले करोडौँ लगानी गरेर हजारौँ बिरुवा रोपेको थियो। हेलिकप्टरबाट बिउ छरियो, ठुला ठुला प्रोजेक्टहरू सुरु भए, तर केही वर्षमै 70% भन्दा बढी बिरुवाहरू मरे। बाँकी रहेका बिरुवाहरू मानिसले काटिदिए, अझै बाँकी रहेका बिरुवाहरू भने जनावरले खाइदिए। अन्तमा असफल भएर सबैले निष्कर्ष निकाले यो जमिन नै मरेको हो। तर सत्य भने अर्कै थियो। त्यहाँ केही त्यस्ता वैज्ञानिकहरू थिए जो त्यो निष्कर्षसँग सहमत भएनन्। उनीहरूले जमिन खोतले र त्यहाँ पुराना रुखका जरा भेटिए, दशकौँ पुराना तर अझै पनि जीवित। यसले एउटा विस्फोटक सत्य उजागर गर्यो, जमिन मरेको थिएन, जङ्गल मरेको थिएन, जङ्गललाई दबाइएको थियो। मानिसहरूले जङ्गल काटेका थिए, जनावरले चरेका थिए र प्रकृतिलाई उठ्न नमिल्ने गरेर दबाउने प्रयास गरिएको थियो। बिस्तारै नाइजरका केही साधारण किसानले फरक सोच्न थाले। हामीसँग रुख रोप्ने पैसा त छैन, तर उम्रिन खोजेको टुसा मार्न त छोड्न सक्छौँ नि। यही सोचले जन्म दियो याफयाम, फार्मर म्यानेज न्याचुरल रिजेनेरेसन। यसको अर्थ रुख रोप्ने होइन, प्रकृतिले दिएको टुसा जोगाउने, अनावश्यक काटछाट नगर्ने, जनावरबाट बचाउने। सुन्दा अत्यन्तै सानो लाग्न सक्छ, तर यही निर्णयले इतिहास बदल्यो। याफयामले कसरी काम गर्छ? यसमा कुनै प्रकारको जादु थिएन, केवल 5वटा नियमहरू थिए। आफै उम्रिएका अङ्कुर नकाट्ने, बलिया 5-6 अङ्कुर छोड्ने, बाँकी काटेर बलियालाई शक्ति दिने, खुला चलन नियन्त्रण गर्ने र अवैध कटानी रोक्ने। पहिलो वर्ष साना हरिया टुसा देखा परे मानिसहरू हाँसे, कसैले विश्वास गरेन। दोस्रो वर्ष टुसा रुख बने, छाया देखिन थाल्यो। तेस्रो वर्ष माटो भिज्न थाल्यो, घाँस उम्रियो।
प्रकृति बोल्न थालिसकेको थियो। रुख आएपछि पानी जम्न थाल्यो, भूमिगत पानी बढ्यो, हावा शान्त भयो। पहिले जुन ठाउँमा बालुवा उठ्थ्यो अब त्यही ठाउँमा माटो बस्न थाल्यो। मानिसहरू अचम्म मान्थे, हामीले केही गरेकै छैनौँ, तर यही नै सत्य थियो। र यसरी केही वर्षमै मरुभूमि जस्तो जमिन हरियाली जङ्गल बन्यो। यी रुख कसैले रोपेका थिएनन्, यी रुखहरू सधैँ यहीँ थिए। याफयाम यानारपछि लाखौँ हेक्टर जमिन पुनर्जीवित भयो, भूमिगत पानी बढ्यो, बाढी र सुक्खा घटे। नासा र युएनले नयाँ स्याटेलाइट इमेज लियो, परिणाम देखेर संसार स्तब्ध भयो। जुन ठाउँ मरुभूमि जस्तो देखिन्थ्यो आज त्यही ठाउँमा 50 लाख हेक्टर जमिन हरियो भएको छ। 20 करोड भन्दा बढी रुखहरू छन्। किसानको आम्दानी 2-3 गुणाले बढेको छ। भोकमरी नाटकीय रूपमा घटेको छ। सबैभन्दा ठुलो कुरा मानिसमा आशा फर्कियो। यसरी यो देशले आफ्नो उजाड र फाटेको जमिनलाई एउटा पनि रुख नरोपिकन हरियाली बनाउन सफल भयो। आज याफयाम यानार नाइजर, केन्या, रुवान्डा, भारत, अस्ट्रेलियासम्म पुगेको छ। प्रकृति बिग्रेको होइन, मानिसमा धैर्य सकिएको हो। हामी सोच्छौँ सोलुसन ठुलो हुनुपर्छ, तर कहिलेकाहीँ केही नगर्नु नै समस्याको समाधान हुन्छ। यदि मरुभूमि जङ्गल बन्न सक्छ भने के हाम्रो भविष्य अझै हरियो हुन सक्दैन र? यदि यो भिडियोले तपाईँको सोच बदल्यो भने लाइक, सेयर, सब्स्क्राइब गर्न नछोड्नुहोला।